थाइल्यान्डमा जारी आईसीसी महिला टी20 विश्वकप एसिया छनौटको सुपर 3 चरणमा नेपालले संयुक्त अरब इमिरेट्स यूएईलाई 5 विकेटले पराजित गर्दै ग्लोबल छनौट चरणमा स्थान बनाएको छ। यो जितले नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ, किनकि नेपाल पहिलो पटक ग्लोबल छनौटमा पुगेको हो। थाइल्यान्डको बैंककमा जारी एसिया क्षेत्र छनौट अन्तर्गत सुपर 3 मा संयुक्त अरब इमिरेट्स यूएईलाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै इतिहासमै पहिलो पटक ग्लोबल क्वालिफायरमा छनौट भएको हो। बैंकक स्थित टर्ड थाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको 115 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कप्तान इन्दु वर्माले अभिजित सर्वाधिक 30 रन बनाइन्। उनको कीर्तिमानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो। यस्तै रुबिना छेत्रीले 23 रन बनाउँदा सम्झना खड्काले 21 रन बनाइन्। यूएईका तर्फबाट बलिङमा ईशा रोहित, ओजा एस कोटे र वैष्णवी महिषले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 114 रन बनाएको थियो। यूएईका लागि ईशा रोहित ओजाले सर्वाधिक 39 रन बनाइन्। यस्तै त्रिथा सतीशले 21, हिना हरिश होचन्दानीले 20 र लावण्या केनीले 12 रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक 4 विकेट लिइन्। 4 ओभरमा 20 रन खर्चिँदै उनले 4 विकेट लिएकी हुन्। यस्तै कविता कुवर 2 र राजमती ऐरीले 1 विकेट लिए। जित्नै पर्ने दबावपूर्ण खेलमा नेपालले शानदार 5 विकेटको जित निकाल्यो। अब थाइल्यान्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएई भने सुपर 3 मा दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ। एसिया छनौटको सुपर 3 मा आइतबार यूएईलाई 54 रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनौटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। थाइल्यान्डले 8 अङ्क पुर्याएको छ। कप्तान इन्दु वर्माको नेतृत्वमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। बलिङ र ब्याटिङ दुवैमा नेपालले संयमित र रणनीतिक खेल देखायो। यो जितले नेपालको विश्वकप यात्रालाई थप बलियो बनाएको छ। नेपालले दोस्रो खेलमा थाइल्यान्ड विरुद्ध भोलि खेल्नेछ। यो सफलता नेपाली महिला क्रिकेटका लागि निकै महत्त्वपूर्ण छ। लामो समयदेखिको प्रयास र खेलाडीहरूको अथक मेहनतले अन्ततः नेपाललाई विश्व क्रिकेटको एक कदम नजिक पुर्याएको छ। यसले नेपाली महिला क्रिकेटमा नयाँ उत्साह र प्रेरणा थपेको छ, साथै भविष्यका खेलाडीहरूका लागि पनि मार्ग प्रशस्त गरेको छ। नेपाली टोलीले ग्लोबल छनौटमा स्थान बनाएपछि अब सबैको चासोको विषय बनेको छ कि ग्लोबल छनौटमा नेपालले कुन कुन टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। आईसीसी महिला टी20 विश्वकपका ग्लोबल छनौटमा विश्वका विभिन्न क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका एसोसिएटेड राष्ट्रहरूले प्रतिस्पर्धा गर्छन्। एसिया क्षेत्र, जहाँबाट नेपाल सहित थाइल्यान्ड छनौट भएको छ। अन्य अफ्रिका क्षेत्र, युरोप क्षेत्र, अमेरिका क्षेत्र र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट पनि छनौट भएर विश्वकप छनौटमा सहभागी हुनेछन्। यी विभिन्न क्षेत्रीय छनौट प्रतियोगिताहरूबाट छानिएर आएका अधिकतम 10 टोलीले ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्दछन्। तर ग्लोबल छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष 2 टोलीले आईसीसी महिला टी20 विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछन्। नेपालले ग्लोबल छनौटमा सामना गर्ने प्रतिद्वन्दीहरूको टुङ्गो अन्य क्षेत्रीय छनौटहरू सम्पन्न भएपछि र आईसीसीले आधिकारिक ड्र सार्वजनिक गरेपछि मात्र लाग्नेछ। यद्यपि यो निश्चित छ कि नेपालले विश्वका अन्य सशक्त एसोसिएट टोलीहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।